नमस्कार। नेशनल गोल्ड टेलिभिजन र हेटौँडा एफएम 96.6 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको समाचार बुलेटिन न्यूज अफ द डेमा स्वागत छ। म उषा थामी। न्यूज अफ द डे सुरु गरौं दिनभरका खबरहरूबाट। राष्ट्रपति रामचन्द्र पौडेलले भ्रम, मिथ्या एवं संशयपूर्ण सामग्रीबाट जनतालाई भ्रमित हुन नदिने जिम्मेवारी सञ्चार माध्यमको भएको बताउनु भएको छ। बुधबार सिंहदरबारमा आयोजित सार्वजनिक प्रसारण सेवा रेडियो नेपाल 75औं वर्ष प्रवेशका अवसरमा आयोजित हिरक महोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले पछिल्लो समय इन्टरनेट र प्रविधिको विकासले सामाजिक सञ्जाल मार्फत नागरिक पत्रकारिताको बलियो भएको बताउनुभयो। भावना र उद्देश्य अनुरूप यसले आगामी दिनमा प्रभावकारी तवरले काम गर्नुपर्ने चुनौती तपाईहरू सामु छ। स्वतन्त्र स्वायत्त संस्थाका रूपमा सार्वजनिक प्रसारण माध्यमको विकास भएको हो। त्यसैले लोकतान्त्रिक मूल्य, मान्यता, स्वतन्त्र व्यावसायिक पत्रकारिताको धर्म अनुरूप स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्न सार्वजनिक सेवा प्रसारणका सम्बन्धमा विश्वले स्वीकारेका आधारभूत मान्यतालाई आत्मसात गर्ने मैले विश्वास लिएको छु। म र हाम्रो पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको पुस्ता हो। समाचार र कैयौं शिक्षा, जनचेतना, मनोरञ्जनात्मक लगायतका कार्यक्रम हाम्रा स्मृतिमा आज पर्यन्त मिठो सम्झना बनेर झङ्कृत हुन्छन्। लोकतन्त्र स्थापनासँगै मुलुकमा आम सञ्चार माध्यमको विकास र विस्तारले गति लिएको विदितै छ। संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न रेडियो नेपालले नेपाली समाजको समावेशी चरित्रको संरक्षण र प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। राष्ट्रपति पौडेल सञ्चार माध्यमको महत्त्वपूर्ण र गम्भीर जिम्मेवारीलाई बोध गरेर संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको बताउनुभयो। नेपालको राजनैतिक परिवर्तनमा पत्रकारिताको महत्त्वपूर्ण योगदान रहेको उहाँको भनाइ छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकारी मर्यादित हुन सके मात्रै समुन्नत देश र समाज निर्माणको आधार तयार गर्न सकिने बताउनु भएको छ। बुधबार काठमाडौँमा 68औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष 2025 मूल समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति र सहकारी क्षेत्रलाई प्रवर्धन गर्दै राष्ट्रिय विकासमा अत्याधिक परिचालन गर्ने नीति संविधानमा नै उल्लेख गरेर सहकारीलाई संविधानमा नै आत्मसात गर्ने रूपमा छुट्टै पहिचान स्थापित गरेको बताउनुभयो। सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति र सहकारी क्षेत्रलाई प्रवर्धन गर्दै राष्ट्रिय विकासमा अत्यधिक परिचालन गर्ने नीति हामीले संविधानमा नै उल्लेख गरेर सहकारीलाई संविधानमा नै आत्मसात गर्ने मूलक रूपमा छुट्टै पहिचान स्थापित गरेका छौँ। नेपालमा सहकारी अभियान र सरकार सँगसँगै हातेमालो गरेर अगाडि बढिरहेका छन्। यसको बलियो प्रमाण आजको यही मञ्चमा नै देख्न सकिन्छ। विभागीय मन्त्रीज्यूको अध्यक्षता र सहकारी अभियान सह-अध्यक्षता अनि विषयगत केन्द्रीय सङ्घहरूको सक्रिय सहभागितामा आजको यो भव्य समारोह भइरहेको छ। यस वर्षको थीम मर्यादित सहकारी समुन्नत समाजलाई अन्तर्राष्ट्रिय सहकारी वर्ष 2025 को अवसरमा विचार विमर्श गर्न हामी यहाँ भेला भएका छौँ। सहकारी मर्यादित हुन सके मात्रै त्यसले समुन्नत समाज निर्माणको आधार तयार गर्न सक्छ। यसर्थ हामी सबैले साझा प्रयास गरौँ। कार्यवाहक प्रधानमन्त्री सिंहले सहकारीमा महिलाहरूको सहभागिता 56% रहेको बताउँदै जसले महिला सशक्तिकरण र विकासमा योगदान दिएको बताउनुभयो। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्न नहुने बताउनु भएको छ।
बुधबार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको 75औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनु भएको हो। उहाँले देश र जनताप्रति उत्तरदायी बनेर काम गर्नुपर्ने लक्ष्य राखेर अघि बढ्न सुझाव समेत दिनुभएको छ। उहाँले रेडियो नेपाल लोकतन्त्र र गणतन्त्रको सारथी भएर जनता र देशको हितमा काम गर्न स्वागत रहेको बताउनुभयो। कुनै अधिनायकवाद होइन, लोकतन्त्र फर्स्ट हुनुपर्छ, फर्स्ट आउनुपर्छ। गणतन्त्रले आफ्नो चाहिँ प्रभावकारी चाहिँ सन्देश दिन सक्नुपर्छ। अब लोकतन्त्र र गणतन्त्रको सारथी भएर देश र जनताको हितको लागि चाहिँ आफ्नो कार्यक्रम अगाडि सार्ने कुरामा सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल स्वायत्त छ। यो विगतको यसको इतिहास चाहिँ यो जहिले पनि सत्ताको एउटा पन्जाभित्र परेर अधिनायकवादीहरू आउँदाखेरि अधिनायकवादीकै गुणगान गाउने, लोकतन्त्र आउँदाखेरि लोकतन्त्रकै चाहिँ गुणगान गाउने खालको चाहिँ जुन खालको यसको भूमिका थियो आज त्यो समूल रूपमा परिवर्तन भएको छ र अब चाहिँ कुनै अधिनायकवादको चाहिँ यो ताबेदारी गर्दैन। लोकतन्त्र र चाहिँ गणतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरूको यहाँ शासन भइन्जेलसम्म अब यो चाहिँ रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल कुनै सरकारको, कुनै नेताको, कुनै मन्त्रीको ताबेदारी पनि गर्दैन, उसले गर्नु पर्दैन अब। र उसले आफ्नो स्वायत्त भएर आफ्नो नीति कार्यक्रम अगाडि सार्ने, स्वायत्त भएर चाहिँ जनता नै हाम्रो चाहिँ मुख्य अभिष्ट हो, देश नै हाम्रो मुख्य लक्ष्य हो भनेर चाहिँ ऊ अगाडि लाग्ने कुरा र त्यसले आफ्नो इनोभेटिभ कामहरू गरेर क्रिएटिभ कामहरू गरेर अगाडि बढ्ने कुरामा ऊ स्वायत्त छ। बदलिँदो राजनीतिक परिस्थितिमा नेपालको समृद्धि र जनताको सूचनाको हक प्रत्याभूत गर्ने कुरामा रेडियो नेपाल अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तिनकुने घटनामा संसदीय समितिको ध्यानाकर्षणको विषय नबनेको भन्दै आपत्ति जनाउनु भएको छ। बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभयो। उहाँले मुलुकमा कुनै प्रकारको गम्भीर घटना हुँदा संसदको पहिलो ध्यानाकर्षण हुनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो। उहाँले संसद नबसेको समयमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले गम्भीरतापूर्वक नलिएको प्रति आपत्ति जनाउनुभयो। यदि मुलुकमा कुनै प्रकारको गम्भीर प्रकृतिको घटना हुन्छ भने त्यो संसदको पहिलो ध्यानाकर्षणको विषय बन्छ। हामी अहिले संसद नबसिरहेको बेलामा उसै पनि मिनी संसद, त्यसमा पनि राज्य व्यवस्था समितिको पहिलो एजेन्डा नम्बर 1 मै हुनुपर्ने विषय चाहिँ चैत्र 15 गतेको घटना थियो। यो एजेन्डा निर्माण गर्ने प्रक्रियामा कहाँ कमी भयो या यो परम्परा के हो, पहिले बनाइएको थियो भने पछि करेक्सन गर्न हामीले यसमा किन ध्यान दिएनौँ, यसलाई म गम्भीरतापूर्वक यसमा ध्यानाकर्षण गराउन चाहन्छु। संसदमा माननीय गृहमन्त्रीले जवाब दिनलाई चाहिँ अनुकूल समय विविध कारण मिलेन। पहिला द्वन्द्व थियो, पछि दीपक बोहराजीको घटना भयो र मैले आजको बैठकमा आउनु पूर्व अस्तिको दिनै मैले माननीय सभापतिज्यूलाई ध्यानाकर्षण के गराएको थिएँ भने राज्य व्यवस्था समितिको यो बैठकमा गृहमन्त्रीलाई बोलाउनुपर्छ र गृहमन्त्रीले चाहिँ राज्य प्रशासनको तर्फबाट राज्यको बुझाइ के हो, भएको विषयवस्तु के हो, 4000 सम्मको भिडको व्यवस्थापन गर्ने पनि क्षमता नभएको राज्यको, अथवा जे प्रकारको बल प्रयोग गर्ने नियतवश भएको हो या त्यो आकस्मिक रूपमा भएको, यी समग्र सन्दर्भमा गृहमन्त्रीले पनि त्यो अवसर आज गुमाउनु भयो भन्ने मलाई लाग्छ। यसमा अब माननीय सभापतिजीको कमजोरी रह्यो या बोलाउँदाखेरि उहाँ आउनु भएन, यसबारेमा पनि अहिले अन्तिममा हामी यहाँबाट जानकारी पाउने नै छौँ। महामन्त्री शर्माले सरकारले आन्दोलनका क्रममा भएको बल प्रयोग नियतवश हो वा आकस्मिक हो भन्ने बारेमा पनि जवाफ दिनुपर्ने बताउनुभयो। नेकपा एमाले सांसद रघुजी पन्तले निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2080 लाई छिटो पारित गर्नुपर्नेमा जोड दिनु भएको छ। बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले विधेयकमा बढी व्यवस्थापनको कुरामा मात्रै केन्द्रित भएको र नियमनको कुरा नरहेको बताउनुभयो। उहाँले विधेयकको जोड प्राकृतिक स्रोत साधनको प्रयोग बढी गर्ने विषयमा रहेको र प्रयोगपछि तिनीहरूको पुनः भरण कसरी गर्ने भन्नेमा नबोलेको बताउनुभयो। त्यसले व्यवस्थापनको कुरा बढी यसमा फोकस भएको छ, नियमनको कुरा छैन। किन भन्दाखेरि यसले उपयोगको पक्षमा मात्र बोलेको छ, प्राकृतिक स्रोत साधनलाई प्रयोग गर्ने पक्षमा यसको जोड बढी छ। तर तिनीहरूको पुनर्भरण कसरी गर्ने, तिनीहरूको प्रयोगपछि तिनीहरूको निरन्तरता कसरी दिने, तिनीहरूलाई निरन्तर प्रयोग गरिराख्नुपर्ने देशले अवस्था कुन अवस्थामा मात्र हुन्छ, त्यो अवस्था कायम गर्न सकिन्छ कि सकिन्न भन्ने विषयमा यो विधेयकले चाहिने कुराहरू राख्न सकेको छैन। खास गरेर भन्दाखेरि यसले त्यो विषयमा अलि बोलेकै छैन। वातावरण संरक्षणमा दिनुपर्ने जति ध्यान, रोडा ढुङ्गा उत्खननले धेरै ठाउँमा हामीले आम रूपमा तपाईँहरू धेरै टाढा पनि नजानुहोस्, यो 1 वर्षका दैनिक अखबार र अलि महत्त्वपूर्ण पाठकहरूले पढ्ने अनलाइन हेर्नुहोस्, सबभन्दा धेरै न्युज केमा देखिन्छ भन्दाखेरि
बाटो गलत ढङ्गले बनाएर पहिरो, ढुङ्गा खानेको कारणले पहिरो गएको छ, बस्ती उठेको छ, पानीका मूलहरू सुकेका छन् र प्राकृतिक विनाश भएको छ। अब त्यो त्यति प्राकृतिक विनाशको मूल्य चुकाएर त्यस बापत रिटर्न चाहिँ के भएको छ त? मूल्य के पाएको छ? यो पक्ष पनि हामीले यो विधेयक बनाउँदा गम्भीरतापूर्वक सोच्नुपर्ने पक्ष हो। जुन प्रकारले वातावरणीय विनाश भइरहेको छ यो आम देखिएको पनि छ। त्यसैले प्रकृतिको विनाश भइरहेको छ र त्यसलाई ध्यानमा राख्न पहाडमा हामीले अलिकति मन्त्रीजीहरूलाई सम्भव हुन्छन् भौतिक योजना मन्त्रीलाई पनि बोलाउनुपर्छ। हामीले के भन्नुहुन्छ भने टेक्नोलोजी फेर भन्नुपर्छ जसले गर्दाखेरि प्राकृतिक स्रोतहरूको दुरुपयोग र अथवा उत्खनन कम होस्। निश्चय पनि यो स्थानीय निकायको बुझ्न जोड स्थानीय निकायमा बसेका साथीहरूको मलाई उहाँहरूले यो विषयमा छलफल गर्दा के भन्नुहुन्थ्यो भने स्रोतै यही हो, आम्दानीको स्रोतै यही हो, यो त्यत्तिकै दुरुपयोग भएर बाहिर इन्डियामा त्यत्तिकै भइरहेको छ, किन नबेच्ने भन्ने तर्क छ। उहाँहरूले मसँग छलफल गर्दा यो विषयमा तर्क पनि राख्नु भएको छ। सांसद पन्तले स्थानीय तहमा सडक निर्माण भइरहँदा प्रकृतिको दोहन हुनुका साथै बस्ती विनाश भइरहेको समेत बताउनु भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिले राजावादी समूहको गत चैत्र 15 गतेको प्रदर्शनका क्रममा भएको लुटपाट, तोडफोड तथा आगजनीका घटनाबारे जवाफ दिन गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ। बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसदहरूले राजावादी समूहको प्रदर्शनको क्रममा भएको जनधनको क्षतिबारे सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले गृहमन्त्रीको जवाफ माग गरेका थिए। राजावादी समूहको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्री शुक्रबारको समिति बैठकमा उपस्थित हुने समिति सभापति रामहरि खतिवड़ाले बताउनुभयो। जहाँसम्म अहिले गृहमन्त्रीलाई 12 गते 15 गतेको घटनाको बारेमा छ, म माननीय सदस्यज्यूहरू हाम्रो सम्पर्क भएको छ। अब आउने बैठक 22 गते 11 बजे समितिको अर्को बैठक बस्छ। त्यसमा गृहमन्त्री ल्याएर त्यो घटनाको बारेमा यथार्थ जनताका बीचमा लाने गरी हामी गृहमन्त्रीलाई बोलाउँछौँ भनेर तपाईँहरूलाई अनुरोध गर्न चाहे। माननीय राजेन्द्र राईज्यू 22 गते 11 बजे गृहमन्त्री आउनुहुनेछ, त्यस दिन हामी बैठक बस्छौँ। उहाँले आन्दोलनका कमान्डर दुर्गा प्रसाईलाई समेत सरकारले नै भगाएको आशयको अभिव्यक्ति दिनुभएको छ। बागमती प्रदेशको प्रदेशसभा सत्ता पक्षकै कारण सञ्चालन हुन नसकेको प्रतिपक्ष दलहरूले आरोप लगाएका छन्। बुधबार प्रतिपक्ष दलहरूले पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएका हुन्। सत्ता पक्ष बीच आन्तरिक कलहका कारण चल्न नसकेको प्रदेशसभालाई प्रतिपक्ष दलको कारण चल्न नसकेको भन्दै बहाना बनाइएको प्रतिपक्ष दलहरूको भनाइरहेको छ। सत्ता पक्षको सांसदहरूको एकता नभएर चाहिँ बैठक पर गयो। तपाईँले खोइ कुरा बुझ्यो, राम्रोसँग बुझ्नुहोस् त। प्रतिपक्षले त बजेट पायो पाएन भनेर रुवाबसी गरेर हिँडेकै छैन नि। सत्ता पक्षका सांसद 10 जनालाई तपाईँले भेट्नुहोस् त। मुख्यमन्त्री, मन्त्री, सत्ता पक्षका केही सीमित नेताहरूको 374वटा योजना उहाँहरूले गर्दाखेरि 200 भन्दा बढी योजना उहाँहरूको छ। त्यो तपाईँहरू त्यो डाटा खोलेर हेर्नुहोस्, एनालाइसिस गर्नुहोस्। मैले तथ्य गलत भनेको भए पढ्नुहोस्, अध्ययन गर्नुहोस्। अरबतिर पनि 374 योजना उहाँहरूले अहिले निर्णय गर्नुभएको रहेछ। 200 जति योजना चाहिँ 10 लाखमा, अर्को 10 लाख थपेर 20 लाख बनाउनु भएको छ। 50-60वटा पुलको योजना छ। पुलमा चाहिँ के हुन्छ भने जति चाहिने त्यति नै हाल्ने हो, त्यसलाई क्वेसन गर्ने कुरा भएन। पुल चाहिँ एउटा खुट्टा बनाएर मिल्दैन के, बाटो चाहिँ 1 किलोमिटर पिच गर्न मिल्छ, पुलको चाहिँ एउटा खुट्टा बनाउनु मिल्दैन। चाँडै खुट्टा हाल्न पर्ने भएको हुनाले त्यो बजेट सुनिश्चित ठिकै छ, सरकारले गरे पनि कहाँ बन्यो छोडिदिनुहोस्। 374 योजनामा 200 योजनामा यो सरकार साउनदेखि चैतसम्म जम्मा 4 दिन संसद चलायो माघमा। तपाईँले ख्याल गर्नुहोस्, 8 महिनासम्म साथीहरू जम्मा 200वटा योजनामा 10 लाख भएको ठाउँमा 20 लाख बनाउन सत्ता पक्षका सांसद र मन्त्रीको हानाहान र कुटाकुट भयो। त्यसले संसद स्थगित गरे हो। तपाईँहरूले के बुझ्नु भएको छ? कुरा चाहिँ त्यो हो, विपक्षको प्रतिपक्षका सांसदहरूको कुरा नमिलेर दलको नेताले भने नमानेर संसद नचलेको होइन। सहमतिमै बनाइएको कार्यदलबाट निकालिएको निष्कर्ष लागू नभएका कारण आफूहरूले असहमति जनाएको तर प्रतिपक्ष दलका कारण संसद नचलेको नभई सरकार पक्षका मुख्यमन्त्री र मन्त्रीहरूबीच बजेटबारे कुरा नमिल्दा संसद चल्न नसकेको प्रतिपक्ष दलको भनाइरहेको छ। 2/3 भएको सरकारलाई प्रतिपक्षले नचाहँदैमा संसद नचल्ने भन्दै सरकारले जनतालाई भ्रममा पारिरहेको समेत उनीहरूको टिप्पणी रहेको छ। सत्तामा भयो नि विपक्षमा भए पनि, हिजो हामी सत्तामा थियौँ अहिले विपक्षमा भयो होला, सत्तामा भयो भने विपक्षमा भयो भने बजेट ल्याएको भए पनि सबैजना कन्भिन्स भएर सहमति बनाएर हामीले कार्यदल बनाएको हो नि त।
हो त्यो कार्यदलको निष्कर्ष लागू गर्नुहोस् भने हो, अरू केही पनि होइन। हामीलाई यति करोड बजेट दिनुहोस् भनेकै होइन। अनि त्यो मुख्यमन्त्री सरकारका जिम्मेवार मन्त्रीहरू के भन्ने मुख्यमन्त्रीले म दिन्छु भन्ने, हामी गरिहाल्छौँ भन्ने, उहाँले 374 योजना पास गरिसक्नुभयो। अब थप योजना हाल्ने उहाँको बाटो ठाउँ छैन। अनि अरू मन्त्रीहरू पैसा दिन सकिँदैन भन्ने, त्यहाँ त मुख्यमन्त्री र मन्त्रीहरूको झगडा परेर संसद स्थगित भयो। यो मूल कुरो हो, बुझ्नुपर्ने कुरो यहाँनिर छ। सत्ता पक्ष त 2/3 छ अहिले, प्रतिपक्षले नचाहेर संसद बन्द हुन्छ यहाँ? हुँदैन। यो बेकारको कुरा हो। यो दुनियाँ घसाउने कुरा, आफ्नो नालायकीपन, आफ्नो अलोकतान्त्रिक चरित्र, आफ्नो असक्षमता, आफ्नो कार्यशैलीको समस्या र आफ्नो योग्यता नभए पछाडि विपक्षीलाई दोष लाएर भोलि 1 बजे मिटिङ बस्ने भने हेरेर बिहान मिटिङ बसेर स्थगित हुन्छ कहीँ सदन? यो त सिधा लोकतन्त्रमाथि एक हिसाबले भन्दा चिरहरण गरे हो भन्छु मैले चाहिँ। यस्तो कारणले गर्दा नै अहिले प्रतिगामी शक्तिहरूले टाउको उठाइराखेको हो, हाम्रा यस्तै कार्यशैलीले गर्दा। त्यसरी लोकतन्त्र बलियो बनाउने हो भने यो तरिका ढाँट्ने तरिकाबाट हुँदैन। स्पष्ट छ, सरकारवादी दलहरूका मन्त्री र सांसदहरूका कुरा नमिलेर यो बैठक स्थगित भयो, प्रतिपक्षको कारणले होइन। यसमा चाहिँ तथ्यसहित मैले तपाईँहरूलाई निवेदन गरेँ। बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन 2081 माघ 18 गते दिउँसो 1 बजे आह्वान गरिएको थियो। विधेयक अधिवेशनको नामबाट चिनिने यस अधिवेशन बागमती प्रदेश सरकारले ढिलो आह्वान गरेको थियो। माघ महिनामा जम्मा 4 दिन बैठक बसेर पुनः स्थगन गरिएको थियो र फेरि 2 महिना पश्चात चैत्र 19 गते 1 बजेको लागि बोलाइएको थियो। मंगलबार बिहान सभामुखद्वारा 8 बजेका लागि बैठक बोलाइएको थियो। दिनभर भएको सरकार र प्रतिपक्ष दलबीच छलफलबाट सहमति जुट्न सकेको थिएन। आज बिहान प्रदेश सरकारले बैठक बसी चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो। बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले यातायात व्यवस्था कार्यालय भरतपुरको अनुगमन गर्नुभएको छ। मन्त्री महर्जनले सौराहामा भएको आर्थिक वर्ष 2081-82 को आर्थिक प्रगति समीक्षा कार्यक्रम पश्चात यातायात कार्यालयको अनुगमनमा जानुभएको हो। अनुगमनका क्रममा सेवाग्राहीहरूको गुनासो सुनेर त्यहाँ रहेका समस्याहरूलाई तत्कालै समाधान गर्न कार्यालय प्रमुख विष्णु कुमार भट्टराईलाई निर्देशन समेत दिनुभएको छ। यो अनलाइन सिस्टममा कसरी हुन्छ तपाईहरुले चाँडो काम गर्नुहुन्छ भने धेरै राम्रो हुन्छ। त्यहाँबाट चाहिँ यसो काउन्टर गरेको भयो। यस्तो व्यवस्थापन त तपाईहरुले गर्न सक्नुहुन्छ। ब्याङ्कबाट सुन्नुहोस् न, ब्याङ्कमा लाइन बस्नु, ब्याङ्कमा लाइन बसिसकेपछि त्यहाँ भौचर दिइसकेपछि लगत त्यही हाम्रो स्टाफले त्यही हो यो सिस्टम भयो ठिक हुन्छ कि त्यति गर्यो भने त भइगयो नि त। यो सामान्य चिज भयो त भइगयो होइन। यसो फेरि अर्को लाइन बस्नु परेन, जनताहरूलाई त दुःख भयो नि त। एउटा लाइन त लतिन्छ राख्नुहोस् न, तपाईँहरूको टेबल एउटा राख्यो त त्यही लिएर चाहिँ भेरिफाई गरेको भए त यो लाइन फेरि चाहिँ बस्नु पऱ्यो। एकदम खुल्ला एउटा अटोको लाइसेन्स 30,000 22,000 मैले तपाईँले पास गर्न सकेर पास गर्यो तर पास गर्नु कार्ड नदेखिन लाइसेन्स कस्तो छ दिन खोजिरहेको छु। आर्ट अफ चाहिँ तपाईँको पास भइसकेको छ। तर चाहिँ हामी नयाँ वर्षमा तपाईँहरू चाहिँ त्यही पार्कका साथ चाहिँ सम्बन्धी जानकारी भनेर भनेको त्यसका चाहिँ तपाईँहरू अब यसमा पनि अलिकति चाहिँ हुनु तपाईँहरूको आफ्नै मोबाइलबाट चाहिँ घडीबाट अनलाइन सिस्टम त्यसरी चाहिँ लाइनै नगर्ने। अनुगमनका क्रममा श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका सचिव वीरेन्द्र देव भारती, सूचना अधिकारी खगेन्द्र पौडे लगायतकाको उपस्थिति रहेको थियो। हौस् त अहिलेलाई न्यूज अफ द डे यति नै। सही सूचना र समाचारका लागि हाम्रो फेसबुक र युट्युबमा फलो गर्न सक्नुहुनेछ। नमस्कार।